सो गाइज यो च्यानलमा पनि कपिराइट स्ट्राइक आएको छ। मैले 2 दिन अगाडि जुन भिडियो अपलोड गरेको थिएँ त्यो भिडियोमा ग्रिम कम्पनीबाट स्ट्राइक आएको हो, जुन कम्पनीले लुकिजम मानवा ओन गर्छ। तर रियलमा भन्नुपर्दा मलाई चाहिँ लागेको थिएन कि यति सानो च्यानलमा पनि पिटिजेबाट स्ट्राइक आउन सक्छ भनेर। मैले त सोचेको थिएँ कि सुरुमा लुकिजम रिलेटेड कन्टेन्ट हालेर च्यानल अलिक ग्रो भयो भने पछि गएर अरू एनिमी, मांगा या मानवाहरूमा पनि भिडियो बनाउने। तर अहिले नै स्ट्राइक आइहाल्यो। सो अब धेरै चान्स चाहिँ छ कि यो च्यानलमा चाहिँ लुकिजम रिलेटेड कन्टेन्ट चाहिँ नआउन सक्छ। अब यस्तो लाग्छ कि केही नयाँ या पुरानो जो चाहिँ अरू कसैले कभर नगरेका एनिमी, मांगा या मानवाहरूलाई नै कभर गरेर भिडियो बनाउनु पर्ने भयो। अनि अर्को मेन कुरा कि मलाई कपिराइट स्ट्राइक आएपछि अपिल चाहिँ कसरी गर्ने भन्ने कुरा राम्ररी चाहिँ थाहा छैन। यदि तिमीहरू मध्ये कसैलाई यो बारेमा केही थाहा छ भने कमेन्टमा चाहिँ भनिदिनु। अनि मैले यो पनि सोचेको थिएँ कि जेजेके मोडुलो अहिले राम्रो चलिरहेको छ अनि माहोरागा भर्सेस डाबुराको ब्याटल पनि धेरै दामी भइरहेको छ। त्यसैले जेजेकेमा पनि कन्टेन्ट बनाउन मन थियो। तर हिजो युआई युजीको च्यानलमा पनि सायद जेजेके मोडुलो रिलेटेड स्ट्राइक आएको हो। तर उसको च्यानलमा चाहिँ सायद स्पोइलर कभर गरेर स्ट्राइक आएको हो जस्तो पनि लाग्छ। त्यही पनि जेजेकेमा भिडियो बनाउन नै अलि सेफ हुँदैन जस्तो लाग्छ। अनि लास्टमा चाहिँ यदि तिमीहरूसँग केही राम्रो मांगा या मानवा सजेसन छ भने त्यो पनि कमेन्टमा सजेस्ट गर्न सक्छौ।